गाउँपालिकाका सदस्य अध्यक्ष श्री नमनारायण माझीज्यू, विशिष्ट अतिथि कान्तन गाउँपालिकाका आदरणीय प्रमुख प्रशासकीय अधिकृत श्री मुरारी प्रसाद निरौलाज्यू, मञ्चमा आसीन हुनुभएका सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका सम्पूर्ण प्रधानाध्यापकज्यूहरू, खेल शिक्षकज्यूहरू, प्रशिक्षक मित्रहरू लगायत उपस्थित सम्पूर्ण यहाँ यो प्राङ्गणमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म समापन सत्रमा यहाँलाई हार्दिक एवं न्यानो अभिवादन टक्राउन चाहन्छु। हामी यो विभिन्न प्रतिकूलताका बावजुद पनि आज अन्तिम सत्रमा आएका छौँ र गेम मैले अगाडि पनि भनेको थिएँ, हार्ने जित्ने भन्दा पनि हारले थप मानिसलाई अझ उत्प्रेरणा जगाउने एउटा महत्त्वपूर्ण आधार बन्छ र गेम जित्नका लागि मात्र पनि खेलिँदैन, त्यसका धेरै विभिन्न पक्षहरू रहेका हुन्छन् र यो गेममा विभिन्न तहबाट सहयोग गर्नुहुने सम्पूर्ण वीरेन्द्र माध्यमिक विद्यालय परिवार, त्यस्तै गरी प्रशिक्षक मित्रहरू, खेलकुद शिक्षकहरू लगायत सम्पूर्ण महानुभावहरूलाई म एकमुष्ट रूपमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु र यो गेमलाई सफलतापूर्ण सम्पन्न भएको भन्ने मलाई अनुभूति भएको छ र यहाँसम्म आइपुग्नको लागि विभिन्न तहबाट भूमिका खेल्नुहुने सम्पूर्ण उपस्थित महानुभावहरूलाई, खेलाडी भाइ बहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै म यो अहिले धेरै बोल्ने मुडमा छुइनँ। हामी अझै पुरस्कार वितरणको कार्यक्रम धेरै रहेको छ, यति भन्दै यो पूर्ण सफलता भएको मैले महसुस गरेको छु र पूर्ण अझ यसको सफलताको कामना गर्दै म हार्दिक बधाई तथा धन्यवाद सहित आफ्नो छोटो मन्तव्य यही टुङ्ग्याउँछु। नमस्कार, धन्यवाद। धन्यवाद भीम सर। अब म पुनः मेडल र प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको यहाँलाई जानकारी गराउन चाहन्छु। अब 100 4x100 रिले तर्फको छात्र तर्फमा